कुनै पनि राष्ट्रलाई बलियो बनाउनका लागि राष्ट्रियता, देशप्रेमी, त्याग र सेवाभावको आवश्यकता पर्दछ। नेपालको सन्दर्भमा युवामा नयाँ गुण विकास गर्ने प्रमुख संस्था भनेको श्री राजश्री सेवा दल हो। यसको स्थापना 2022 कार्तिक 7 गते भएको थियो। स्थापना कालदेखि नै श्री राजश्री सेवा दलले विद्यार्थीहरूलाई अनुशासन, जिम्मेवारी, सामाजिक उत्तरदायित्वको प्रशिक्षित गर्दै आएको छ। यस दल मार्फत हालसम्म 66,776 जनाले पास आउट गरेका छन्। यस वर्ष मात्र सिनियरतर्फ 1,876 जनाले र जुनियरतर्फ 5,976 जनाले पास आउट गरेका छन्। यसबाट यस संस्थाले कति ठुलो सङ्ख्यामा अनुशासन, जिम्मेवार, राष्ट्रप्रेमी नागरिक उत्पादन गरिरहेको छ भनी स्पष्ट हुन सकिन्छ। हाल राष्ट्रिय सेवा दल 77वटा जिल्लामा सञ्चालनमा रहेको छ। 352वटा विद्यालयमा सक्रिय रूपमा सञ्चालन भइरहेको छ। यसले विद्यार्थी र युवाहरूलाई अनुशासन, नेतृत्व, राष्ट्रप्रेम र सामाजिक उत्तरदायित्वले जगाउँदै आएको छ। यसको नारा नै छ राष्ट्रभाव जगाउँदै श्री राजश्री सेवा दल। नेपालमा विद्यार्थीहरूलाई अनुशासन, जिम्मेवार, राष्ट्रप्रेमी नागरिक बनाउन सरकारी स्तरबाट नै विशेष कार्यक्रमको आवश्यकता देखियो। त्यस सन्दर्भमा श्री राजश्री सेवा दलको स्थापना गरिएको हो। यसले विद्यालय तहमा विद्यार्थीहरूलाई अर्धसैनिक तालिम दिनु, सामाजिक उत्तरदायित्व, राष्ट्रप्रेमले जगाउनु र भविष्यमा जिम्मेवारी, राष्ट्रप्रेमी नागरिक बनाउनु यसको मूल उद्देश्य मानिन्छ। श्री राजश्री सेवा दलको मुख्य उद्देश्यहरू यस प्रकार छन्। विद्यार्थीहरूलाई अनुशासन, जिम्मेवार, राष्ट्रप्रेमी नागरिक बनाउनु, सामाजिक कार्यमा सक्रिय रूपमा सहभागिता जनाउनु, विपद प्रकोप बेला उदार तथा सहयोग गर्नु, विभिन्न जाति, भाषा, धर्मको विविधतालाई एकतामा बाँड्नु, नेतृत्व क्षमता र आत्मबलको विकास गर्नु, राष्ट्रभाव जगाउने कार्यशैली, अनुशासन र नेतृत्व तालिम, समय पालन, पोसाक, मार्चपास्ट मार्फत विद्यार्थीलाई सङ्गठित जीवनतर्फ अग्रसर गराइन्छ। सेवा र समाजप्रतिको उत्तरदायित्व, विपद व्यवस्थापन, रक्तदान, वृक्षारोपण, सरसफाइ जस्ता अभियानमा सहभागिता जनाइन्छ। सेवा र सद्भाव, विभिन्न धर्म, जात र भाषाका युवालाई एउटै मात्रामा लिएर एकताको भावना बलियो बनाउँछ। व्यावहारिक तालिम, प्राथमिक उपचार, आत्मरक्षा, विपद व्यवस्थापन जस्ता कार्यहरू सिकाइन्छ। महत्त्व र आवश्यकता, आजको युगमा भौतिकतावाद, बेरोजगारी र बौद्धिक पलायनका कारण युवामा एकताको भावना कमी देखिएको छ। व्यक्तिगत स्वार्थमा रमाउने प्रवृत्ति बढेको छ। यस्तो अवस्थामा श्री राजश्री सेवा दलले विद्यार्थीहरूलाई विद्यालय तहमा अनुशासन, जिम्मेवारी, राष्ट्रप्रेमी र सचेत नागरिक उत्पादन गरिरहेको छ। यस संस्थाले विद्यालय स्तरमा विद्यार्थीहरूलाई सचेत, जिम्मेवारी, राष्ट्रप्रेमी नागरिक उत्पादन गरिरहेको छ। विद्यालय तहमा प्रयास अनुभवले उनीहरूलाई भविष्यमा सक्षम नागरिक, शिक्षक, नेता, अभियन्ता, समाजसेवी, सैनिक बन्न सहयोग पुर्याउँदछ। त्यसैले आजभोलि यसको महत्त्व अझै महत्त्वपूर्ण बनेको छ। श्री राजश्री सेवा दल अत्यन्तै उपयोगी भए तापनि यसका चुनौतीहरू रहेका छन्। प्रवेश बजेट र पूर्वाधारको कमी, कतिपय विद्यालयमा यसको महत्त्वपूर्ण व्यवस्था, ग्रामीण विद्यालयमा प्रभावकारी कार्यान्वयनमा समस्या, तालिमलाई अझ